स्वागत छ यहाँहरूलाई। हामी चाहिँ यति बेला जुम्ला जिल्लाको सिजा क्षेत्र अवलोकन गर्दैछौँ। यति बेला चाहिँ हामी जुम्ला जिल्लाको 5 पाण्डव हुँदै भाइरल रोडसम्मको यात्रामा छौँ। गाइस कता कता हाम्रो यात्रा चाहिँ कहाँ हो केटा हो? हाम्रो यात्रा जाँच अहिले चाहिँ हामी जाँच पुगिसकेका छौँ होइन। यात्रा चाहिँ निकै रमाइलो हुनेवाला छ। साथीहरू टनै छौँ हामी चाहिँ यति बेला। यता आउ जाने जाँच फुल यो केटा कता कता कम ब्याक। हेलो ब्रदर जवाफ दिने रहेछन्। हामी उसको सल्लाह अनुसार अगाडि बढ्छौँ। त सम्झे दिदी जहाँ छ पाण्डु गुफा कति टाढा छ यहाँबाट? उहाँलाई चाहिँ हामीले पाण्डु गुफा कति टाढा पर्छ भनेर सोधेका थियौँ। उहाँले चाहिँ जवाफ दिनु भएन। सायद बोल्न मन थिएन उहाँलाई चाहिँ। खैर केही छैन। तैपनि अब हामी यात्राक्रम जारी नै छ हाम्रो चाहिँ होइन। तपाईँहरूलाई पाण्डु गुफा पुगेर सम्पूर्ण त्यहाँको दृश्यहरू देखाउनेछौँ। तपाईँहरूले अन्तिमसम्म भिडियो हेरेर साथ दिनुहोला। हेलो केटाहरू साथीहरू के छ? बवाल छ होइन? कहाँ जान्ला हामी? भाइरल रोड होइन? त्यसपछि ल नराकोटमा एकदमै के यो खै कुनो यो चाहिँ के हो खासै थाहा छैन। हेलो दिदी यो भन्न सकिन्छ के हो? हेलो सबै आउनु है सबै। पछाडिको मान्छे नि अगाडि आउ त। यो चाहिँ हो है पाण्डु गुफा बवाल छ क्या उता माथि छ होइन। हामी त्यही पुगेर त्यसको मिसन के छ विशेषता गुड विशेषता सब निकालिन्छ। यति बेला हामी पाण्डु गुफाको मेन गेटमा पुगिसकेका छौँ। अबको 5 मिनट हिँडेर तल झरिसकेपछि यहाँ पाण्डु त्यो गुफा भएको ठाउँमा पुग्न सकिने रहेछ। सम्पूर्ण डिटेलहरू देखाउनेछौँ। हामी यो गुफा नजिक पुगिसकेका छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ यो चाहिँ मन्दिर रहेछ। यतापट्टि यहाँभित्र चाहिँ सरस्वती माताको मूर्ति रहेको छ देख्न सक्नुहुन्छ। ऊ चाहिँ सरस्वती माताको मूर्ति यहाँनिर होइन। हामी यहाँ पुग्दा यो ढोकामा चाहिँ ताला लगाएको थियो। साथीहरू गएर ताला खोल्नको लागि आग्रह गर्नुभयो र एकजना हजुरआमा आएर यो ताला खोलिसक्नु भएको छ। अब यहाँभित्र हामी जाँदैछौँ। यहाँनिर चाहिँ यो सूचना लेखिएको रहेछ सानो, जुत्ता चप्पल नलिनु होला भनेर। त्यस पछाडि यहाँभित्र चाहिँ अब के छ देख्नेछौँ होइन सबै कुराहरू। यताभित्र चाहिँ अब यो चाहिँ शिला भइहाल्यो। शिला उहाँहरूको केही उहाँको लागि होला सायद जहाँसम्म लाग्छ। यतातिर चाहिँ पाण्डवहरूको मूर्ति रहेको छ। मूर्ति चाहिँ उहाँहरूकै छ। यो चाहिँ युधिष्ठिर होइन। यतापट्टि चाहिँ युधिष्ठिरको श्रीमती हुनुहुन्छ। यतापट्टि सहकुल, नहदेव, भीम, अर्जुन गरेर 5-6वटा मूर्ति चाहिँ हामी देख्न सक्छौँ होइन। यतातिर अर्जुन भइहाल्यो, भीम होइन। यो चाहिँ युधिष्ठिरको। यसको बारेमा चाहिँ हामी केही कुराहरू हजुरआमाहरूसँग सोध्दैछौँ। उहाँहरूले के भन्नुहुन्छ हेरौँ है। त्यो पाँचै पाण्डव त्यो पहिलेदेखि थिए त्यस्तै त्यो बनाएर ल्यायो मूर्ति यो बनाइसके हजुर। माथि ती ल्यायो पहिला पछि ती ल्याएर त्यो माथि राखेर अरे गुफा त गुफै हो पहिलेदेखि बड्डेको गुफा हो। कस्तो बाबा दिनुको यहाँ कस्तो पहिला 5 भाइ पाण्डवहरू बस्ने गरेका थिए।
उहाँहरूलाई केही कुरा सोधिसके पछाडि हामी मासतिर पनि रहेछ होइन यो मूर्तिहरू त्यो हेर्न चाहिँ गइरहेका छौँ। देख्न सक्नुहुन्छ यहाँ पनि उहाँहरूको मूर्ति रहेको छ।